अराजक तत्त्वहरू मौलाउन थालिसकेका छन्। मेरो डुप्लिकेट आइडी लिएर सबैको होस्टमा चढेर म अध्यक्ष हुँ भन्दै गिफ्ट माग्दै हिँडेकाहरूलाई तपाईहरू सचेत रहनुहोला। उसलाई फेसमा आइज र उसलाई भोइस सुन्नुहोला भनेर म तपाईलाई यहाँबाट आग्रह गर्न चाहन्छु। जो व्यक्ति फेस देखाउँदैन, जो व्यक्तिले अर्काको चरित्र हत्या गरेको छ, ती व्यक्तिहरू सचेत रहेर यो सामाजिक सञ्जाल हो, यहाँ जे गर्दा पनि हुन्छ, राज्यले छुट दिएको छ भनेर कोही पनि नहिँड्नु होला। म आग्रह गर्न चाहन्छु यहाँबाट। र अर्को कुरा,